यसमा चढ्नलाई के रहेछ दाइ 26,000 अनि लाइन लाग्नु पर्ने अब हामी सायद यहाँ चढ्छौँ है ल यो ठाउँमा चाहिँ के भन्छ यसलाई ल तालाहरू मैले पनि बाँधिसकेको छु है मायाको चिनोहरू र आफ्नो माया तथा आफ्नो सम्बन्ध चाहिँ यो ताला जसरी नै मजबुत रहोस् भनेर चाहिँ यसरी तालाहरू बाँध्ने चाहिँ प्रचलित यहाँ पनि यस्तो रहेछ दाइ गाडी चढ्नेको लाइन हामी देख्न सक्छौँ त्यहाँदेखि यस्तो धेरै लाइन छ 200-300 जना छ अब हामी चाहिँ नहिँड्ने गाडी नचढ्ने भनेर अब हामी चाहिँ हिँडेरै तलसम्म यो टावरमा चाहिँ हामी नामसाङ टावरमा चाहिँ टपमा नै धेरै हिँडेर एकचोटि देखाइदिनु लङ टाइमसम्म चाहिँ हिँडेर आइपुगेको छौँ किन बनाउँदैछ कि के हो त्यहाँ चाहिँ पुरै बााउन्ड्री लगाएको छ कन्स्ट्रक्सन ल यो साइडबाट चाहिँ हावा आज चाहिँ हावाको बेग अति नै चलिरहेछ अनि मौसम चाहिँ धेरै गर्मी छैन हिँड्नलाई चाहिँ ल ल ल टक्क यो यसमा आउन चाहिँ हामी थियो एकदमै म त फेरि पागल पागल जस्तै तिमीलाई देखेपछि एउटा टिकटक त्यसमा धेरै टाइम हिँडेर हामी चाहिँ यो ठाउँमा आइपुग्यौँ यहाँबाट चाहिँ कोरियाको चाहिँ अधिकांश एरिया चाहिँ हामी देख्न सक्छौँ होइन कस्तो आउँदो रहेछ हेरौँ है त सौल कोरियाको राजधानी सौलको भ्यूहरू चाहिँ यस्तरी देखिँदो रहेछ टपबाट दाजु कतिको मजा आयो एकदम धेरै मजा आइराखेको छ भने यहाँ अगाडि चाहिँ अब नामसाङ टावर छ होइन यो टावर हामी अब जति सक्दो चाहिँ यो टावर जाने कोसिस गर्दैछौँ र यहाँदेखि चाहिँ अब हाम्रो यात्रा चाहिँ अघि बढ्दैछ मान्छेको एकदमै धेरै भिडभाड छ होइन आज छुट्टी पनि हो छुट्टीको समय भएर पनि होला हामी चाहिँ यो भिडलाई चाहिँ थोरै पार गर्दै गर्दै अगाडि जान्छौँ र साथीहरू पनि अलि अगाडि गइसकेका छन् साथीहरूसँग चाहिँ भेट्ने कोसिस गर्छु म यो भिडमा कतिखेर भेटिन्छ यति धेरै चाहिँ मान्छे हुँदो रहेछ कि मैले चाहिँ यति धेरै चाहिँ भिड हुन्छ होला भन्ने सोचेको थिइनँ हुन त स्वाभाविकै हो यो छुट्टीको समय हो नि त छुट्टीको समय भएर मान्छे धेरै आएको हो अब चाहिँ यहाँदेखि सायद 150 चाहिँ मिटर हिँड्यो भने हामी नामसाङ टावरको टपमा यताबाट आउने रहेछ यताबाट जाने म उल्टो हिँड्दो रहेछु यिनीहरूको चाहिँ फेरि यो एक साइडबाट आउने र एक साइडबाट जाने यति मजाले मिलाएर हिँडिराखेका छन् म चाहिँ पल्लो साइडबाट चाहिँ भिडियो गर्न चाहिँ सोच बनाएको थिएँ यो साइडको पाएन होइन उता भने म यतैबाट चाहिँ सकेसम्मको भिडियो बनाउँदै अघि जान्छु हट चाहिँ टावरको यस्तो दृश्य देखिँदो रहेछ हल्का फोटो भिडियो गर्नेहरूको चाहिँ एकदमै भिडभाड छ भने अब कुन एङ्गलबाट चाहिँ अझै राम्रो आउँछ म हेर्ने कोसिस र देखाउने कोसिस गर्छु भिडियोबाट थकाइ लागे जस्तो महसुस पनि भयो निकै हिँडेर होला बिस्तारै भिडियो गर्दै अगाडि जान्छु म
यसको टपबाट चाहिँ कस्तो कस्तो दृश्य देखिन्छ हेर्नु पर्यो नि। फाइनल्ली आजको विशेष ठाउँमा चाहिँ ल आइपुगेको छु। यहाँ चाहिँ मान्छेको भिड, विभिन्न खेलहरू विभिन्न प्रदर्शनीहरू हुँदो रहेछ। ल यहाँबाट देख्न सक्छौँ हामी। र यो टावर चाहिँ अब चढ्नको लागि चाहिँ टिकट गर्नुपर्ने रहेछ। मान्छे अत्याधिक धेरै भिड भएको कारणले चाहिँ टिकट गर्न चाहिँ लाइन बस्नुपर्ने रहेछ। अब लाइन बस्नुलाई चाहिँ अब सम्भव नहुने जस्तो देखियो। जति सक्दो सम्भव भयो भने चाहिँ हामी यसमा पनि चढ्ने कोसिस गर्दैछौँ। ओहो दाइ, दाइहरूलाई पनि मैले भेटेँ होइन, म भ्लग बनाउँदैछु भिडियो। कतिखेर आइपुग्नु हो? म भर्खर आउँदै गरेको यताबाट। त्यो भाइहरू पनि छुट्टिहाल्यो हो। कति बज्यो अहिले? त्यो भाइहरू कता गयो? आधी घन्टै अगाडि आउनुपर्छ। ल दाइ, अब चाहिँ हामी सँगै घुम्नुपर्छ। यो चाहिँ भिडियो एउटा सम्झना बन्नेछ होइन। पार्कतिर जाउँ ल, आउनु ल। अब म एक्लै थिएँ, दाइहरूलाई पनि भेटिहाल्नु। कसलाई? बसमा ल अर्कोलाई पनि भेटाइयो। भेट्यो। अब चाहिँ यहाँ चाहिँ टक्क भिडियो बनाउँदै हामी चाहिँ एकछिन घुम्छौँ। र कोरियाको यहाँबाट चाहिँ देखिने एकदम मोस्ट ब्युटिफुल प्लेसहरूको चाहिँ भिडियो क्याप्चर गरेर म देखाउँछु पारिपट्टिबाट है त। राजधानी कोरियाको चाहिँ मोस्ट ब्युटिफुल सहरहरू चाहिँ यस्तो देखिन्छ गाइजहरू। यहाँबाट हेरौँ ल, जुम गरेर हेरौँ कतिसम्म आउँदो रहेछ यो सिटी चाहिँ। यहाँबाट चाहिँ यस्ता दृश्यहरू चाहिँ देखिँदो रहेछ। दाइहरू कता जानुभयो? ल सब जता हेरे पनि यस्तै छ भने अब यतादेखि सर्लक्क यता फर्कौँ। यसमा चढ्नलाई के रहेछ दाइ? 26,000 अनि लाइन लाग्नु पर्ने। अब हामी सायद यहाँ चढ्छौँ है। ल यो ठाउँमा चाहिँ के भन्छ यसलाई? ल तालाहरू, मैले पनि बाँधिसकेको छु है। मायाको चिनोहरू र आफ्नो माया तथा आफ्नो सम्बन्ध चाहिँ यो ताला जसरी नै मजबुत रहोस् भनेर चाहिँ यसरी तालाहरू बाँध्ने चाहिँ प्रचलित यहाँ पनि यस्तो रहेछ। नेपालमा पनि छ होइन। यो यसको खास विशेषता चाहिँ यो चाबी लगाइदिने होइन, अनि आफ्नो विस मागेर चाहिँ यसको चाबी फालिदिने। जुगौँ जुगसम्म चाहिँ यो ताला चाहिँ नखुलोस्। जसरी ताला लक लाग्छ अनि सम्बन्ध पनि यसरी नै मजबुत रहोस् भन्ने चाहिँ यसको एउटा अर्थ हुँदो रहेछ। त्यही भएर चाहिँ यो ताला बाँधेको अरे भन्ने चाहिँ बुझ्यो होइन। यहाँदेखि कहाँसम्म रहेछ हामी चाहिँ हेर्दै हेर्दै जाउँ होइन। भिडियोमा हामीले पक्कै क्याप्चर गरिन्छ। र हामीले पनि हाम्रो माया ल हेरौँ। यसको एउटा विशेष अर्थ छ अरे क्या। आफ्नो प्रेमीले चाहिँ किनिदिएको कभरलाई होइन यो ताला मार्फत चाहिँ 2025 को चाहिँ यतिमा चाहिँ साराङ्गे भनेर माया गरेर यसरी बाँधेको छ यो भने। यसरी धेरै माया गर्ने जोडीहरूले चाहिँ यो ताला बाँधेर चाहिँ आफ्नो प्रेमलाई अझै मजबुत बनाउँदा रहेछन् होइन। यो चाहिँ मलाई पनि एकदमै मजा लाग्यो है। र मैले पनि भनेर हुन त यो ताला बाँधेर चाहिँ माया मजबुत हुने होइन होइन। माया भन्ने कुरा चाहिँ अटोमेटिक हुनु पर्यो, मनदेखि दिलदेखि हुनु पर्यो होइन। त्यही भएर चाहिँ अब यसरी यो बाँध्नु चाहिँ जरुरी छैन। माया भन्ने कुरा त आफै हुने हो नि त। तर पनि एउटा मान्छेहरूको चाहिँ हुन्छ होइन, त्यो
पुरा कतिपयको होला कतिपयको नहोला यस्ता ताला बाँधेकै पनि कतिजनाको अब ब्रेकअपै भएको होला होइन त्यो चाहिँ अब त्यसमा चाहिँ यो कुरा लागु हुँदैन त्यस्तो छ फेरि हामी यहाँ निस्किहाल्यौँ अब दाइहरूसँग यहीँ छ ल दाइहरू फेरि फोटो खिच्दै हुनुहुन्छ अब यहाँदेखि चाहिँ मस्ट प्लेसको यो टावरको चाहिँ आउँदो रहेछ सिन ल हेरौँ त अब यहाँ चढ्दैछु मैले हामी अब यहाँ चढेर चाहिँ मस्त मस्त फोटो भिडियो फेरि लगाइ नै हाल्ने हो र यहाँबाट अझै धेरै तालाहरू बाँधेको ठाउँ अनि मान्छेहरू हिँड्दै गरेको ओहो हावा एकदमै मस्त चलिरहेछ ल हेर्नु है हेर्न सक्नुहुन्छ प्रत्येकले आफ्नो मायाको नाम आफ्नो प्रेमिकाको नामहरूलाई चाहिँ फाइनल्ली अब चाहिँ नामसान टावर चाहिँ धेरै घुमिसकेर अब चाहिँ हामीले चाहिँ भिडियोलाई यहाँ इन गर्दैछौँ यो चाहिँ एकदम धेरै भिडभाडको साथले चाहिँ गर्दा भिडभाडले गर्दा चाहिँ होइन दाइ गाडी चढ्नेको लाइन हामी देख्न सक्छौँ त्यहाँदेखि यस्तो धेरै लाइन छ 200-300 जना छ अब हामी चाहिँ नहिँड्ने गाडी नचढ्ने भनेर अब हामी चाहिँ हिँडेरै तलसम्म वाकिङ गर्दै गर्दै हिँडेर चाहिँ आउँछौँ स्ट्यान्ड नल्याएकै हो अब यहाँदेखि हिँडेर टक्क हामी चाहिँ तल फिर्दैछौँ टावर घुम्यो अब प्राकृतिक हावा मौसममा चाहिँ हिँड्दै हिँड्दै हामी चाहिँ अब फिर्ने होइन रमाइलो रहेछ आउनु पर्ने ठाउँ चाहिँ हो आउनै पर्ने ठाउँ ल है हेर्दै गरौँ ल यो ठाउँलाई चाहिँ अब फेरि एकलट हेरिसकेर चाहिँ हामी चाहिँ